पल्सासँग नि म्युजिक भिडियो कमब्याक गर्नुभयो हजुर कुनै बेला कामै नगर्ने रे भन्ने जस्तो त हल्ला चर्चा चल्यो हजुर राजा भएर काम गर्नुभयो हजुर राजा रानी राजा रानी टाइपको हजुर किन कमब्याक गर्नुभयो दुईजनाले अब यस्तो थियो त्यो नितान्त हाम्रो दुईजनाको ऊ थिएन यो डिसिजन थिएन हामी काम नगर्ने यस्तो गर्ने भन्ने थिएन हजुरले चाहिँ मेरो त्यो लाइभ कुरा गर्नुभएकोले त त्यसमा चाहिँ म क्लियरली फेरि अझै पनि भन्छु दर्शकहरूले फेरि त्यही कोट्याएर हेर्न सक्नुहुन्छ यदि तपाईँको फ्यानहरूले मलाई मन पराउनु हुँदैन भने अथवा तपाईँ फ्यानहरूले मलाई मन पराउनु हुँदैन उहाँसँग काम गरेको मन पराउनु हुँदैन भने चाहिँ ठिकै छ नि त उहाँलाई समस्यामा हुन दिँदिनँ म काम नगरौँला नि त भनेको थियो तर फेरि म आफ्नै कमेन्ट्सहरूमा हेर्छु काम गर्नु पर्यो भनेर आइरहेको छ फेरि कामहरूको अफर पनि आइरहेको छ फेरि उहाँबाट पनि अब कामको अफर नै आउँदैन थियो होला नि त काम गर्न म इच्छुक छैन है गरिमासँग पर्ने भएको भए सम्बन्ध राम्रो हुँदा हुँदै यत्रो त इन्डस्ट्री छ किन नराम्रो आफै भन्ने भएको पनि केही पनि होइन झगडा गरेको पनि होइन हामी कुटाकुट गरेको पनि होइन रिसाउनु चाहिँ किन होइन रिस पाल्नु त भएन नि त यत्तिकै केही पनि नभइकन सो त्यो कुरा मलाई अलिकति म्याच्योरिटीले पनि उ गरेर अनि काम चाहिँ अब गर्नुपर्छ सबैसँग गर्नुपर्छ प्लस उहाँसँग त त्यति मन पराउनु भएको दर्शकहरूले कोही कोही त अब म आफ्नो त्यो मेरो के थियो भने त्यो बेलाको मेरो एक्सपेक्टेसन त्यो बेलाको मेरो इम्याच्योरिटी थियो क्या त्यो मलाई के लाग्यो सबै दर्शकले राम्रो भनिदिनुपर्छ नराम्रो भन्ने दर्शक पनि त हुनुपर्छ जस्तो चाहिँ मलाई त्यो बेला फिल हुन्थेन